बस यहाँबाट को आउने हो लिनलाई त्यहाँबाट धनगढीको बसमा ए मेरी छुच्ची नक्कली ल्याइदिएको छु चस्मा हिँड्नै लायो रात्रि बस यहाँबाट को आउने हो लिनलाई त्यहाँबाट धनगढीको बसमा ए मेरी छुच्ची नक्कली ल्याइदिएको छु चस्मा ए मेरी छुच्ची नक्कली ल्याइदिएको छु चस्मा दिदीबहिनीहरू उता हेर न ओहो हजुर मेरो घरमा कति कामले आउनु भयो धन्य भए आज्ञा होस् किन दुःख पाउनु भयो पानी खानु मुलको भन्छन् बिहे गर्नु कुलको पानी खानु मुलको भन्छन् बिहे गर्नु कुलको कुलको घरमा साइनो जोडौं कन्या माग्न आएका छौं कुलको घरमा साइनो जोडौं कन्या माग्न आएका छौं दुधले नुहाए झै हिम गोरी हाम्री छोरी दुधले नुहाए झै हिम गोरी हाम्री छोरी सधैँ शिरमा लगाए झै इन्द्रेणीको रंग चोरी सधैँ शिरमा लगाए झै इन्द्रेणीको रंग चोरी रूप राम्रो सिप राम्रो यी कन्याको थाहा पायौ रूप राम्रो सिप राम्रो यी कन्याको थाहा पायौ त्यसै हुँदा रामका लागि सीता माग्न आएका छौं त्यसै हुँदा रामका लागि सीता माग्न आएका छौं हे पानी खानु मुलको भन्छन् बिहे गर्नु कुलको अब साइनो जुट्ने भयो बासना र फुलको अब साइनो जुट्ने भयो बासना र फुलको नाता साइनो जोड्न भन्दा बचाउन गाह्रो हुन्छ नाता साइनो जोड्न भन्दा बचाउन गाह्रो हुन्छ चेली दुखी भइन् भने माइतीको मानेर हुन्छ चेली दुखी भइन् भने माइतीको मानेर हुन्छ बिछोडको कुरै छोडौं दुवै सँगै सँगै हुन्छन् बिछोडको कुरै छोडौं दुवै सँगै सँगै हुन्छन् वनवासै गए पनि राम सीता सँगै जान्छन् वनवासै गए पनि
राम सीता सँगै जान्छन् हो पानी खानु मुलको भन्छन् बिहे गर्नु कुलको अब साइनो छुट्ने भयो बासना र फुलको अब साइनो छुट्ने भयो बासना र फुलको दिनेलाई भन्दा माया लिनेलाई प्यारो हुन्छ दिनेलाई भन्दा माया लिनेलाई प्यारो हुन्छ आफ्नै घरकी लक्ष्मीलाई अब कसले रुवाउँछ आफ्नै घरकी लक्ष्मीलाई अब कसले रुवाउँछ पानी खानु मुलको भन्छन् बिहे गर्नु कुलको पानी खानु मुलको भन्छन् बिहे गर्नु कुलको अब साइनो जुट्ने भयो बासना र फुलको अब साइनो जुट्ने भयो बासना र फुलको अब साइनो जुट्ने भयो बासना र सरस्वतीनः सुभगामहिष्करता तन्नो वातु मयो भुवातु वेदजन्तन्माता पृथिवी तद्विदाद्योः तद्विग्रावाण सोमसुतो मयो भुव तदस्विना शृणुतं दिष्ण्यायुवं तन्वमवसे होमये वयम् भूकानुं जेता वेदसमसदवृदे स्वस्ति न इन्द्रो वृदस्रवाः स्वस्ति नः पूषा विश्ववेदाः आँखा जुध्यो हेरी लजाई त्यही लज्जालाई राखेको छु मुटु भित्र सजाई ओ पहिलो भेटमै आँखा जुध्यो हेरी लजाई त्यही लज्जालाई राखेको छु मुटु भित्र सजाई मायाको डोरी कसियो मायाको डोरी निदरी लाउँदैन रात भोरी कसियो मायाको डोरी निदरी लाउँदैन रात भोरी हे निदरी
मनमा माया जाग्दै आएको छ त्यही दिनदेखि संसार बेग्लै लाग्दै आएको छ जुन दिनदेखि मनमा माया जाग्दै आएको छ त्यही दिनदेखि संसार बेग्लै लाग्दै आएको छ मायाको डोरी कसियो मायाको डोरी निदरी ल्याउँदैन रातभरि कसियो मायाको डोरी निदरी ल्याउँदैन रातभरि निदरी ल्याउँदैन रातभरि रातिको परीक्षा भो भने सक्छु होला उनको लागि ज्यानै दिन पनि कुनै बखत रातिको परीक्षा भो भने सक्छु होला उनको लागि ज्यानै दिन पनि मायाको डोरी कसियो मायाको डोरी निदरी ल्याउँदैन कसियो मायाको डोरी निदरी ल्याउँदैन रातभरि निदरी ल्याउँदैन रातभरि मेरो नाम जगन्नाथ प्रसाद दाहाल बुढाको ठुलखुला र हामी पुर्ख्यौलीगढ चाहिँ डोटी र हाल कैलालीमा बस्छौँ कैलालीबाट यो कार्यक्रममा आयो यहाँको सौहार्दता सबै देख्दाखेरि खुसी लाग्यो पुनः यहाँहरूमा नमन गर्दै प्रणाम गर्दै मेरो परिचय यति नै हो म मेघराज उपाध्याय मेरो पुर्ख्यौलीगढ
डोटी जिल्ला हो र त्योभन्दा पनि पुर्खेलर बजाङको सुबेडा भन्ने ठाउँमा हो। हामी चाहिँ सुवेदी हौँ, भारद्वाज गोत्री हौँ। अहिले म जुलाको चाहिँ मामा। प्रणाम छ। म गणेश प्रसाद दाहाल। म अब दाजुहरूले भने जस्तै पुर्ख्यौलीका डोटी जिल्ला र हालको बसाइ धनगढी उपमहानगरपालिका वडा नम्बर 5 चाहिँ दाहाल टोलमा छ र म बुवा। कहिलेदेखि पाल्नुभयो? धनगढी 2050 सालमा म अध्ययनको सिलसिलामा धनगढी आएको र त्यसपछि बसोबासै त्यतै अहिलेसम्म त्यही मेरो हातमा र हात सापकोटा म दुलैको उकु बिनाजुबाट हामी 3 भाइ हौँ। ठुलो दाजु अहिले जापानमा हुनुहुन्छ। उमा अहिले पऱ्यो सबैमा मेरो नमस्कार। म नारायण पौडे। नारायण पौडे भनेरै चिनियो कि सजिलो त खगराज खगराजमा कहिल्यै नचिनी। म नारायण पौडे। अब घर 26 यही घर। मैले बुवाको चिठो चाहिँ छोरा घर चाहिँ यहीँ भयो, कार्यक्षेत्रमा बेसी छ। मधुको जेठो दाजु। मेरो नाम गुरुप्रसाद चौधरी। सम्पूर्णलाई नमस्कार। म चित्रप्रसाद बराल। मेरो घर चाहिँ यही पोखरा महानगरपालिका 13 नम्बर हो। अहिले चाहिँ मेरो बसाइ जागिरको सिलसिलामा म भरतपुर चितवनमा छु। म बेहुलीको दाजु हो, फुपूको छोरा दाजु हो, म कान दाजु। म निराजन पौडेल। म चाहिँ बेहुलीको छोरा हो, नाताले त उहाँको भन्छ। मेरो नारायणी ढका। म दुलैको भान्जी। रामसीता देवी घिमिरे। म नानी भान्जीकी छोरी। म हजुरबा मेरो घर यहाँ वनगौडा कान्छनगर वडा नम्बर 32। सबैलाई नमस्कार। म चाहिँ मुना सापकोटा। मेरो घर पोखरा 26। अनि म चाहिँ नानीको भान्छु। उहाँ बुवा हुनुभयो, उहाँ आमा हुनुभयो, उहाँ दिदी हो। मेरो नाम लक्ष्मी पौडेल। म दुलैको भविष्य मेरो नाम विष्णुप्रसाद पौडेल। घर पोखरा महानगरपालिका वडा नम्बर 25 हेन्जा। म चाहिँ नानीको चाहिँ दुलैको चाहिँ फुवासी ज्वाइँ। नमस्कार। म नारायण ढकाल। नमस्कार। नानी बाबुलाई नमस्कार। मेरो नाम विष्णु सापकोटा। म नानीको बाहुन दाइ। मेरो मामा। उहाँ बुवा हुनुभयो, उहाँ आमा। नमस्कार। म नवराज सुवेदी। घर चाहिँ पोखरा नदीपुर। म बेहुलीको मामा। मेरो नाम अमृत सुवेदी। बेहुलीको मामा। हाल फुलबारी आएर। म बेहुलीको हजुरआमा, आमाको हजुरआमा। बहनी फुलबारी आएर। बेहुलीको ठुलो मान्छे। अहिले नमस्कार सबैजनालाई। म चाहिँ उहाँको सानो मान्छे। घर फुलबारी। मेरो घर आएर
बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर नमातिर हाइ नानु एकचोटि दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो सबैले ताली बजाइदिँदै आँधीभरि आउँदा म बन्छु तिम्रो छहारी तिम्रै अँगालोमै बास पाएँ यहाँ वहाँ भौतारी बर पिपलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि रात पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी हाँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो सुखमा तिमी भन्दा बढी म रमाउने छु तिम्रो दुःखमा अङ्गाली बेसरी म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो
सँगसँगै